हेलो साथीहरू, आज चाहिँ यहाँ सुँगुरले चारो खोज्नु आएको यता आर्मी क्याम्प जङ्गलतिर हो। चारो त छैन क्या हो, बिहाल पो हुने भयो त। मान्छेले मात्र खाएर नहुने रहेछ, सुँगुरलाई पनि दिनै पऱ्यो। चारो खोज्नु आएको, चारो खोजौँ है त। चारो फेरि यस्तो हो, फेरि ठ्याक्क आलु झार यसलाई कहिले टिपिसक्ने फेरि भएर बिहाल पो हुने भयो त हो। स्याट लाएर उखाल्ने हो, पुरुक उखाल्ने हो, अनि एक बुट्टा बनाएर कस्ने हो। त्यसपछि फेरि च्याट्ट पारेर जरा यसको काटेर चाहिँ बोरामा हाल्नुपर्ने। अब यस्तो चारो खोज्नुपर्ने कहिले खोइसक्नु नि। हाम्रो आर्मी क्याम्पमै मेरो साकेला नाच्ने ठाउँमा चाहिँ आर्मी क्याम्प जङ्गलतिर आएको है साथीहरू। यहाँ रहेछ माल एउटा, फेरि एउटा राम्रो खोज्दै हिँड्नु पऱ्यो क्या। म चाहिँ यहाँ रहेछ माल यस्तो पाए त फेरि म एकछिन हानिदिइहाल्छु नि। तर माल चाहिँ अलिक ठुलो हुनु पऱ्यो क्या। म सानो आँखै लाग्दैन। मान्छे सानो भए पनि चारो ठुलो मलाई मनपर्छ। फेरि के गर्नु, यहाँ छ एउटा माल छ, एउटा माल छ यता होइन। यता चाहिँ छ क्या अलिक धेरै माल चाहिँ यता रहेछ। ल अब बसेर हान्नु पऱ्यो होइन। यता रहेछ माल चाहिँ ठ्याक्कै 10 मिनटमा 1 मुठा मात्र भयो साथीहरू। अनि यस्तो पाराले कहिले टिपिसक्नु। 10 मिनटमा 1 मुठा टिप्न सफल भएँ म, सुँगुरलाई चारो। अनि यसरी रात पर्ने रहेछ नि त नि आज। ल 1 मुठा काट्न सफल भयो है त छोरो त। यसलाई राखौ भुइँतिर। 5 मुठा काट्न सफल। यहाँ चाहिँ एकदम राम्रो सर्लक्क परेको माल रहेछ। यहाँ चाहिँ एकदम झलिए बबाल माल रहेछ। यस्तै खालको लामो माल पाए चाहिँ छिटो हुन्थ्यो कि। यहाँ चाहिँ बबाल रहेछ माल। ल यो पनि भुइँतिर है त। भर्खर यति हुँदैछ, के गर्नु। चारो खासै छैन रहेछ है। भर्खर 5-6 मुठा टिपिदिएछ आधी घन्टामा। यतातिर अलिअलि रहेछ, एकपल्ट तलको पुरा आउनु पऱ्यो। को बहिनी हो फेरि मेरो चारो चोर्ने? ए बहिनी अर्को चारो चोर्न लाग्दैन? मेरो चारो यति हो है। कति टिपियो यो? 1 2 3 4 5 6 7 मुठा टिपेछु मैले है अहिले। 7 मुठा। यो बहिनीले कति टिप्यो? ओ बहिनी कति टिप्यो तिमीले? लाठी रहेछ पनि बोल्दैन, जाठी त लाटेहरू हुन्छ। त्यो भगवान्ले दिएको मुख त्यो बोल्नुको लागि थियो के ढुङ्गा खाँदैसक्यो हो। खै त ए बहिनीले त ल्याङठ्याङ चाहिँ लु। ओ यो बहिनी लास्टै अल्छी त के हो टिप्यो कि यस्तो गुन्द्रुक। 2 3 4 लु 5 6 7 आमा एकदम बिल्ला काटे। यस्तो काटेछ बहिनीले त। अलिक राम्रो काट्नुपर्छ नि। एकदम बिल्ला काटेछ, घिनलाग्दो। मलाई माथि लगेर स्याट्टो जरासरा काटेर चाहिँ बोरामा हाल्ने हो होइन त। ओ बहिनी तिमीले त त्यो के बिल्ला काटेको छ? घिनलाग्दो न घिनलाग्दो त्यो सुकिएकै काटेछ त। लाठी पनि त्यस्तो मान्छे त्यसै काटेछ। चारो पनि यस्तो पो काट्नुपर्छ त अलिक राम्रो। के उयो खालको काटेछ। ए यो हो नि त नि माल भनेको त। लाएर चाहिँ जरा काट्ने हो है त। यो बल छ, त्यो दामी काटेछु मैले।
कस्तो दामी दामी काटेको छ बहिनीले राम्रो काटेको छैन यति भएर खुवाएपछि सुँगुर एक दिनमै 10 किलो मोटा आउँछ त्यो आलुझरको पावर यहाँको जरा काटिसक्यो लगभग आजलाई चाहिँ सकियो टिपेर हिँड लजाउँ अब पुग्छ बोले त यता बहिनी त कस्तो पुग्छ अब यतिले पुग्छ आजले यति नै अब चाहिँ गएर सुँगुरै काटिदिने हो दसैँमा खाने सुँगुरलाई अझै काटिदिने होस् पुग्छ अब सक्दिनँ आमा थाकित गाईले स्याट कति भयो बोरामा ड्याम्मै भर्नु लागेको छ नि ल तलको काट्दा यो हाल्दा छ्याप्पै हुन्छ ल कति भयो खै कति कति गऱ्यो कति भयो तिमीले कति टिप्यो नाटक होइन अब म सक्दिनँ भोलि आउँला पाठो रुइसक्यो होला जानुपर्छ रुख त सुकेर पाठो नि मान्छेको पाठो पनि सुँगुरको पाठो पनि भगाइसक्यो होला जानुपर्छ अब रात पर्यो अहिले तर्साउँछ यहाँनिर त त्यो तर्साउँदैन नि साथी म यो बोरामा ढुङ्गा लाएर प्यारीलाई जिस्काउँछु कि कतिको बोक्नु सक्छ सक्दैन होला म ढुङ्गा हालिदिन्छु बोराभित्र कतिको बोक्नु सक्छ सक्दैन होला हेरौँ ल मैले ढुङ्गा चाहिँ हालिदिइसकेको छु थाहा पाउँछ पाउँदैन ल थाहा पाउने हो हेर्नु ल सकियो फाइनली चारा गाडेर पनि अब हामी घरतिर बोरा बोकला उयो कच्चा म बोक्छु यो लाठी पनि बोल्दैन पनि चारा नराम्रो नराम्रो मात्र काट्यो ऊ पक्र त म कच्चा गएछु ल जाउँ के भन्छ कस्तो के भयो यति बोक्नु सकेन छिटो बोक न के होला लाठी यस्तो फेरि चारो कति काटिएर कस्तो बोक्नु सक्दैन मसँग बिहे गरेर फाइदा यस्तो हुन्छ यसरी बोरा त बोक्नु पाइन्छ पछि पछि बुढाको पछि पछि बोरा बोक्दै हिँड्नु त पाइन्छ अरूसँग भत्ता केटी तैँले बोरा बोक्ने चान्स नै थिएन अब देखिस् कति सुहाएको हेर अम्म के लाने हो बहिनी थोत्रा टिनहरू लाने हो अरे बहिनी त हो लाटी ल चारो काटिसक्यो आजलाई चाहिँ अब हाम्रो 5.5 करोडको साइकलमा हामी घर जान लागेको हो त पोकाबाट ल आजलाई यति नै भोलि फेरि काट्नु आउनुपर्छ आज चाहिँ काटिसक्यो अलिअलि दुःख सुख ल है त सबैजना